नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक अवस्था सम्बन्धी जानकारी। गोपाल वंश। नेपालमा सर्वप्रथम कुन वंशका शासकहरूले शासन गरेका थिए? गोपाल वंशका। प्रथम गोपाल वंशी राजा को हुन्? भुक्तमान, भूमिगुप्त, धर्माकर। इतिहासकार राइटका अनुसार नेपालमा कतिजना गोपाल वंशी राजाहरूले नेपालमा शासन गरेका थिए? 8 जना। गोपाल वंशका अन्तिम राजा को हुन्? एचेगुप्त। नेपालमा शासन गर्ने 8 जना गोपाल वंशी राजाहरू को हुन्? भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त र जितगुप्त। गोपाल वंशीहरूको शासन केन्द्र कहाँ थियो? मातातीर्थ। मञ्जुश्रीले काठमाडौँ उपत्यकामा रहेको पानीलाई चोबारमा खड्गले काटी पानी निकासा दिई बस्न योग्य भएपछि कसले काठमाडौँ उपत्यकामा बस्ती बसाली त्यसको पालनपोषण गरेका थिए? नेमुनी। काठमाडौँ उपत्यकालाई अर्को कुन नामले समेत चिनिन्छ? नागदह। काठमाडौँ उपत्यका बस्न योग्य भएपछि नेपालमा सर्वप्रथम कुन वंशले शासन गरेका थिए? गोपाल वंश। गोपाल वंशको मुख्य पेसा के थियो? गाई पालन। किनकि गाई पाल्ने भएकाले यिनीहरूको मुख्य पेसा गाई पालन थियो। गोपाल वंशहरू कसका सन्तान थिए? श्रीकृष्ण। पशुपतिको ज्योतिर्लिङ्ग कुन वंशमा प्राप्त भएको थियो? गोपाल वंश। गोपालहरू कुन जातिका थिए? निप। नेपालका प्रथम राजा को हुन्? भुक्तमान, धर्माकर, भूमिगुप्त। भुक्तमानलाई कसले राजा बनाएका थिए? जुन चाहिँ टेकुमा बस्ने, जुन चाहिँ टेकुको दोभानमा टेकु दोभानमा तपस्या गरी बस्ने नेमुनी ऋषिले। गोपाल वंशको समयमा नेपालको सिमाना कहाँसम्म फैलिएको थियो? पूर्वमा दुधकोशीदेखि पश्चिममा त्रिशुली गङ्गासम्म, उत्तरमा गोसाइकुण्डदेखि दक्षिणमा चितलाङसँग। मञ्जुश्री कहाँबाट नेपाल आएका थिए? चीनबाट। पशुपतिनाथको स्थापना कसले गरेका थिए? गोपाल वंशीहरूले। गोपालहरूले आफ्नो नामका पछाडि के पदवी जोडिएका थिए? गुप्त। गोपालहरूलाई के भनिन्छ त? गुप्त वंशी भनिन्छ है। गोपालहरूलाई के भनिन्छ भने गुप्त वंशी भनिन्छ। यसर्थ गोपाल वंशी र गुप्त वंशी एउटै भएको मानिन्छ। मञ्जुश्रीलाई हिन्दूहरूले सरस्वतीको रूपमा मान्दछन् भने बौद्धिस्टहरूले के को रूपमा मान्दछन्? बौद्धिस्तो। एचेगुप्त निसन्तान भएका कारणले गोपाल वंशीहरूको शासनकालपछि नेपालमा कुन वंशको शासकहरूले शासन सञ्चालन गरेका थिए? अरिवंश, जसलाई महिषवडा पाल पनि भनिन्छ। अरिवंश। प्रथम अरिवंशी वा आविर्वंशी राजा को हुन्? बरसिंह। अन्तिम आहिरवंशी राजा को हुन् भनेपछि भुवनसिंह। त्यसै क्रममा गोपाल वंशवाली अनुसार आहिरवंशका 3 शासकहरूले नेपालमा कति समय शासन सञ्चालन गरेका थिए? 161 वर्ष 2 महिना। बरसिंहले चाहिँ 49 वर्ष, जयसिंहले 71 वर्ष 2 महिना र भुवनसिंहले 41 वर्ष। इतिहासकार कर्कपेटीका अनुसार कतिजना आविर्वंशी राजाहरूले नेपालमा शासन गरेका थिए? 3 जना। बरसिंह, जयसिंह, भुवनसिंह। महिषपाल वंशको राजधानी कहाँ रहेको थियो? मातातीर्थ। महिषपालहरू कसका सन्तान थिए? श्रीकृष्ण। महिषपालहरूले के पाल्ने काम गर्थे? भैँसी। भैँसी पाल्नेलाई महिषपाल भनिने। आविर्वंशी जुन चाहिँ राजा भुवनसिंहको पालामा कुन किराँती राजाले शासन आफ्नो हातमा गरेका थिए? एलुङ, जसलाई एलेम्बर पनि भनिन्छ। किराँत वंश। नेपालमा किराँतीहरूको शासन व्यवस्था कहिले प्रारम्भ भएको थियो? ईपू 1500। किराँतकालमा नेपालमा कुन धर्मावलम्बी बहुल्यता थियो? हिन्दू र बौद्ध। किराँतकालमा राजाहरूलाई के भनिन्थ्यो? हाङवडा भनिन्थ्यो। त्यसै क्रममा किराँतकालमा न्यायिक र तथा प्रशासनिक संस्थाहरू कुन कुन थिए? कुथेर, मालचोक, सुल्की वा शोल्क, लिङ्गवाल र पिटल्यान्धिकारण। वंशवाली अनुसार किराँती राजा पटुकको पालामा कसले आक्रमण गरेर किराँतीहरूले गोकर्णको आफ्नो पुरानो राजदरबार छोडेर शङ्खमूल पारी नयाँ राजदरबार बनाउनु परेको थियो? समवंश।
कुन काल नेपाली सांस्कृतिक उत्पत्ति काल हो? किराँती कालमा प्रधानमन्त्री के भनिन्थ्यो? किराँती कालमा चाहिँ जसलाई किराँती कालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो? तुम्याङ। किराँतीहरूको राजधानी कहाँ रहेको थियो? गोकर्ण शङ्खमूल। पशुपति आर्यघाटको विरूपाक्षको मूर्ति कुन कालको प्रमुख कलाकृत मानिन्छ? किराँतहरू कसका सन्तान थिए? महादेवका थिए। किराँत कालको बोलचालको भाषा कुन थियो? संस्कृति। किराँतहरूले कुन धर्म मान्थे? शैव। राजतन्त्रको विकास कुन कालमा भएको मानिन्छ? किराँतकालमा। किराँतकालीन शासक व्यवस्था कुन युगको अन्त्यतिर सुरु भएको मानिन्छ? एउटा टापर युगबाट। किराँती राजाहरूले नेपालमा कति वर्ष शासन सञ्चालन गरेका थिए? झन्डै 1500 वर्ष जति। गोपाल राजवंशावलीमा 32 र भाषा वंशावलीमा 28 र राइट वंशावलीमा 29 राजाहरूको विवरण पाइन्छ। तथापि किराँती वंशका 29 पुस्ताका 32 राजाहरूले शासन चलाएको मानिन्छ। प्रथम किराँती राजाको हुन् एलेम्बर, जसलाई एलुङ पनि भनिन्छ। कुन सहरको नाम एलेम्बर राजाको नामबाट राखिएको थियो? पाटनको सहर। पाटन सहरको पुरानो नाम के हो? एलेम्बरको नामबाट राखिएकोले जसलाई पाटनको सहरलाई चाहिँ एल पनि भनिन्छ। किराँती राजा एलेम्बरको पूर्ण कदको शाली कहाँ रहेको छ? सङ्खुवासभा। इन्द्र जात्ताका दिन इन्द्र चोकमा प्रदर्शन गरिने आकाश भैरवको शिरलाई कसको मूर्ति मानिन्छ? लिच्छवी राजा एलेम्बरको मूर्ति। हुमती कतिौं किराँती राजा हुन्? छैटौं किराँती राजा हुमती इतिहासका राइटका अनुसार को पालामा नेपालको पहाडी भागमा किराँतीहरू पधारी शिव कसका बीच युद्ध भएको थियो? अर्जुन। हुमतीलाई गोपाल राजवंशीमा के भनेर उल्लेख गरिएको छ? हुती। डिनिएल राइटले छपाएको वंशावलीमा हुमतीलाई के भनिन्छ? डिएन राइटले छपाएको वंशावलीमा हुमतीलाई के भनी उल्लेख गरेका छन्? महाभारतको युद्धकालका राजा। कुन किराँती राजाको पालामा कुन किराँती राजाको पालामा महाभारतकालीन युद्ध भएको थियो? छैटौं किराँती राजा हुमती। किराँती राजा हुमतीले महाभारतको युद्धमा कुन पक्षको साथ दिएका थिए? पाण्डव। भाषा वंशावली अनुसार जिते दास्ती कतिौं किराँती राजा हुन्? सातौं। जिते दास्तीको पालामा कुन धार्मिक युद्ध चलिरहेको थियो? महाभारत। भाषा वंशावलीहरूले सातौं क्रममा भाषा वंशावलीहरूले सातौं क्रममा राखेको किराँती राजाको हुन्? जिते दास्ती, जसलाई गोपाल वंश राजा वंशीहरूले केही पछिल्लो क्रममा उल्लेख गरेको छ। कुन किराँती राजाको पालामा गौतम बुद्ध काठमाडौँ आएका थिए? सातौं किराँती राजा जिते दास्तीको पालामा। स्तूपको कतिौं पुस्ताका राजा हुन् भने 14औं वटा पुस्ता भन्छ, जसलाई भारती स्मार्ट अशोक नेपाल आउँदा को राजा थिए? 14औं किराँती राजा स्तम्भको। स्मार्ट अशोक वटा भारतको कुन राज्यका शासक थिए? मगध। निकै शक्तिशाली राज्य पनि मानिन्छ। स्मार्ट अशोकको सँग एउटा नेपाल आएका थिए छोरी चरुमतीसँग। स्मार्ट अशोकले लुम्बिनीमा बनाएको शिलालेखमा कुन लिपिको प्रयोग गरेको छ? जसलाई ब्राह्मी वटा भन्छ। यसलाई नेपालको सबैभन्दा पुरानो लिपि पनि भनिन्छ। अशोक स्तम्भ कुन भाषाको प्रयोग गरेको थियो? पाली। स्मार्ट अशोकले स्थापना गरेको स्तम्भलाई के भनिन्छ? अशोक स्तम्भ। अशोक स्तम्भको स्थापना कहिले भएको थियो? ईपू 249। स्मार्ट अशोककी आफ्नी छोरी चरुमतीको विवाह कोसँग भएको थियो? पाटनका देवपाल नामक एक क्षेत्रीयसँग। नेपालमा चरुमती एक्लै बसाएको सहर कुन हो? वटा चाबेल। चरुमती र देवपालले बसाएको नगरको नाम के हो? देवपाटन। लुम्बिनीको वटा अशोक स्तम्भको उचाइ कति छ? 20 फिट। अशोक स्मार्ट वटा कहिले लुम्बिनी आएका थिए? ईपू 245। त्यसै क्रममा लुम्बिनी स्थित
स्तम्भको निर्माण कसले गरेका थिए? इस्माल अशोकले। लुम्बिनी कसले पत्ता लगाएका थिए हुन्? डा फुरफुरले। डा फुरफुर कहिले नेपाल आएका थिए? सन् 1896। किराँती राजा पटुकको पालामा कुन वंशले नेपालमा आक्रमण गरेका थिए? समवंश। अन्तिम किराँती राजाको हुन् गस्ती। समवंशका प्रथम राजा को हुन् भनेपछि निमिष भन्छ। समवंशका अन्तिम राजा को हुन् भनेपछि भूमि वर्मा भन्छ। प्रथम सूर्य वंशी राजा को हुन् भनेपछि भूमि वर्मा भन्छ। भास्कर वर्माले कसलाई उत्तराधिकार बनाएका थिए? सूर्य वंशी, राजवंशी, भूमि वर्मा। समवंशीले कसलाई हराई शासन सञ्चालन गरेका थिए? किराँती राज गस्ती। समवंशीको राजधानी कहाँ रहेको थियो? गोदावरी। समवंशका राजाहरू को कुन? निमिष, मत्तास, काक वर्मा, पशुप्रेक्षदेव, भास्कर वर्मा र भूमि वर्मा। कुन समवंशी राजाहरूले पशुपति मन्दिरको जीर्णोद्धार गरी स्वर्णीय छाना र सुनको गजुर राख्न लगाएका थिए? चौथो राजा पशुप्रेक्षदेव। प्रथम कर्कट वंशी राजाको हुन् नायदेव। नेपालका प्रथम ठकुरी वंश राजाको हुन् भास्कर देव। त्यसै क्रममा लिच्छवीकारको बारेमा है। नेपालमा लिच्छवीहरूको आगमन कहाँबाट भएको थियो? भारतको वैशालीबाट, जुन चाहिँ हाल मजफरपुर जिल्लाबाट। नेपालमा लिच्छवीहरूको शासन व्यवस्था कहिले सुरु भएको थियो? ईपू 300। लिच्छवीहरू कुन वंशका थिए? सूरी वंशका। नेपालको इतिहासको स्वर्ण युग भनेर कुन काललाई चिनिन्छ? लिच्छवी काललाई। नेपालमा लिच्छवीहरूको शासन व्यवस्था करिब कति वर्षमा रह्यो? 800 वर्ष। लिच्छवी कालमा धान, चामल तथा तेल, घिउ आदि नाम्न प्रयोग हुने इकाइलाई के भनिन्थ्यो? मानिका। लिच्छवी कालमा राजकीय भाषा कुन थियो? संस्कृति। लिच्छवी कालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो? महासामन्त। लिच्छवीहरूको आदि पुरुष भनेर कसलाई चिनिन्छ? सुपुष्म। वंशावलीहरू अनुसार सुपुष्मलाई कतिौं राजाको रूपमा देखाइएको छ? चौथो। सुपुष्मलाई गोपाल वंशावलीमा सुपुष्म देव, भाषा वंशावलीमा पशुपुष्प वर्मा भनिएको छ भने राइट वंशावलीमा के भनिन्थ्यो? पशुपर्खदेव। लिच्छवी कालका आदि पुरुष भनेर कसलाई चिनिन्छ? सुपुष्म। पशुपतिनाथको देवल कसले बनाउन लगाएका थिए भने जसलाई सुपुष्म भनिन्छ? पशुपतिनाथ मन्दिरको शिलालेख अनुसार नेपालको प्रथम लिच्छवी राजाको हुन् भनेपछि सुपुष्म। प्रथम लिच्छवी राजाको हुन् जयदेव प्रथम। मानदेव भन्दा कति पुस्ता अगाडिका लिच्छवी राजा जयदेव प्रथम हुन्? 16 पुस्ता। गोपाल वंशावली अनुसार विश्वदेव समेत भनिएका वृषदेवको शासनकाल कति वर्ष मानिएको छ? 57 वर्ष। वृषदेवलाई के नामले पनि चिनिन्छ? वृषदेव। स्वयम्भू महाचैत्य भट्टकर र चाभैल चैत्यको स्थापना गर्ने राजाको हुन् वृषदेव। मानदेवको शिलालेखमा वृषदेवलाई प्रतीक्षा पालना मानदेवलाई शिलालेखमा वृषदेवलाई प्रतीक्षा पालना गर्नमा अनुभव र जयदेव द्वितीयको शिलालेखमा के पनि प्रश्न गरेको छ? राजदूत सुग शासनन्तपर। भारतका स्मार्ट चन्द्रगुप्त प्रथमले कोसँग विवाह गरेका थिए? नेपाली लिच्छवी वंशका राजा वृषदेवकी छोरी कुमारी देवीसँग। वृषदेवपछि राजा हुने लिच्छवी राजाको हुन् शङ्करदेव। शङ्करदेवलाई मानदेवको स्तम्भले लेखमा के भनिन्छ? जसलाई सिंह जस्ता पराक्रमी, दानी, ईश्वरवाली, अनुशासन प्रिय, यशस्वी, भारदारलाई अनुशासनमा राख्ने सक्ने पृथ्वीका रक्षक धर्मदेवको थिए लिच्छवी राजा मानदेवका बुबा। धर्मदेवले नेपालमा कति वर्ष शासन चलाएका थिए? 51 वर्ष। मानदेवको शासन व्यवस्थापन कहिलेसम्म चलेको थियो? विक्रम सम्वत 521 वर्षदेखि 562 वर्ष ईश 464 देखि 505 सम्म।
मानदेव कतिौं पुस्ताका राजा हुन् वटा 16औं वटा पुस्ताका भन्छ। मानदेवको जन्म कहिले भएको थियो विक्रम सम्वत 503 भन्छ। मानदेवको छोराको नाम के थियो वटा महिदेव। मानदेवले प्रचलनमा ल्याएको मुद्दाको नाम के थियो वटा मानक वटा थियो। चाङ्गुनाड वटा चाहिँ मन्दिर वटा कसले बनाएका थिए वटा मानदेवले भन्छ वटा भक्तपुर भन्छ। गोकर्णमा मानव बस्ती वटा बसाउने राजाको हुन् वटा मानदेव वटा भन्छ। मानगृहको निर्माण वटा नाग र बाँसुकीको पूजा वटा चलन चलाउने राजाको हुन् वटा मानदेव वटा भन्छ। मानदेवको वटा बुबाको नाम वटा के थियो वटा धर्मदेव वटा थियो। मानदेवको आमाको नाम के थियो राज्यवती थियो। मानदेवको वटा छोरीको नाम के थियो वटा विजया देव वटा थियो। मानदेवले बनाएको प्रथम राजदरबार वटा कुन हो मानगिरी वटा जुन चाहिँ गोकर्ण। नेपालको इतिहासमा नेपालको प्रथम परमाणु राजाको हुन् वटा मानदेव वटा भन्छ। सर्वप्रथम शिलालेख वटा स्थापना गर्ने राजाको हुन् वटा मानदेव वटा भन्छ। अभिलेख र वटा स्वतन्त्र टङ्क जस्ता प्रमाणिक कुराहरू कुन राजाको वटा पालादेखि वटा पाइएका छन् वटा मानदेवको पालामा। मानदेवलाई किन वटा प्रमाणिक राजा वटा भनिएको वटा उनको कालदेखि वटा मात्र ऐतिहासिक वटा प्रमाण वटा शिलालेख आदि स्पष्ट भरपर्दो वटा पाइएको हुनाले मानदेवका कतिवटा रानीहरू थिए 3वटा वटा भन्छ 3वटी भगिनी वटा गुणवती वटा क्षेत्र सुन्दरी वटा भन्छ। मनाङ्कमा के चिन्ह अङ्कित गरिएको थियो श्री भगिनी र श्री वटा वटा मनाङको वटा पुरो भगवतीतिर वटा श्री मनाङ अङ्कित थियो भने पृष्ठ र भागदरीको अङ्कित वटा गरेको थियो श्री वटा भगिनी भन्छ। विजय यात्राको प्रचलन कसको पालामा सुरु भएको थियो वटा मानदेवको पालामा। मानदेवको राज्यको वटा सिमाना कहाँदेखि कहाँसम्म वटा थियो वटा पूर्व कोशी वटा पश्चिममा गण्डकी वटा काली गण्डकी वटा पारी वटा मल्लपुरी र उत्तरमा हिमालयसम्म। नेपालको पहिलो वटा मुद्दा कुन हो लिच्छवी राजाको मानदेवले चलाएको वटा मानाङ। मानदेवले नेपालमा कति वर्ष शासन गरेका थिए वटा 41 वर्ष। मानदेवको राज्य पूर्वमा कोशीदेखि पश्चिममा कहाँसम्म वटा फैलिएको थियो गण्डकीसम्म। मानदेवको चाङ्गुनाड अभिलेखमा वटा सम्वत कति उल्लेख भएको भन्छ 386। वसन्तदेवको शासन अवधि कति हो भनेपछि जसलाई 26 वर्ष विक्रम सम्वत 563 देखि 589 सम्म। वसन्तदेवलाई कुन उपनामले समेत चिनिन्छ प्रजा हितैषी राजा। कसको पालादेखि नेपालमा एउटा दैत्य शासन 2 जनाको संयुक्त शासन व्यवस्थापन सुरु भएको थियो एउटा वसन्तदेवको। शिलालेखमा एउटा स्वासित्व नेपेलेपे नेपालको कल्याण लेख्ने राजाको हुन् वसन्तदेव। शिवदेव वटा प्रथमको शासन अवधि कति वर्ष 14 वर्ष विक्रम सम्वत 647 देखि 661 सम्म। गोपाल वंशावलीमा 41 वर्ष शासन अवधि भनिएको छ। कसको पालामा सुनको मुद्दा प्रचलनमा आएको थियो शिवदेवको पालामा। सुकी मुद्दा कसको वटा प्रचलनमा ल्याएका हुन् जुन चाहिँ शिवदेवले। शिवदेव प्रथम धारणा गरेको उपाधि कुन हो जुन चाहिँ लिच्छवी कुलकेतु भन्छ। लिच्छवी वटा कुलकेतु भनेर वटा प्रस्तुति चलाई कुलको गौरव दर्शाउने राजाको हुन् वटा शिवदेव प्रथम। लिच्छवी कुलकेतु पदवी धारणा गर्ने लिच्छवी राजाको हुन् वटा शिवदेव वटा प्रथम भन्छ। जसलाई यसै क्रममा पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजाको हुन् वटा शिवदेव। शिवदेवको भानिज वटा को थिए जसलाई अंशु वर्मा भन्छ। अंशु वर्माले कहिले एउटा राज्य रोहण वटा गरेका थिए विक्रम सम्वत 662 अंशु वर्माले निधन अंशु वर्माको निधन वटा कहिले भएको थियो विक्रम सम्वत 678 अंशु वर्मा कुन वंशका थिए ठकुरी वंशका थिए। अंशु वर्माले नेपालमा कति वर्ष शासन गरेका थिए वटा 16 वर्ष। सर्वप्रथम महाधिराज वटा पदवी धारणा गर्ने राजाको हुन् भनेपछि अंशु वर्मा। कैलाशकूट वटा भवन कसले बनाएका थिए वटा कैलाशकूट जुन चाहिँ भवन छ बनाउन लगाउने चाहिँ वटा अंशु वर्मा भन्छ। अंशु वर्माले बनाएको कैलाशकूट वटा भवन कहाँ रहेको छ देवपाटन पशुपति नजिकै। अंशु वर्मालाई महासामन्तको पदवी प्रदान गर्ने राजाको हुन् वटा शिवदेव प्रथम। कैलाशकूट वटा भवन हाँडी गाउँको वटा महिमा कहाँको शिलालेखमा उल्लेख गरिएको छ वटा सागाको वटा शिलालेखमा है। शब्द विद्यामा ग्रन्थको रचना वटा कसले गरेका थिए अंशु वर्माले। युवराज धीराजको घोषणा सर्वप्रथम कसको पालादेखि सुरु भएको मानिन्छ अंशु वर्मा।
बालकको सल्लान ओडा काट्ने ओडा चलन चलाउने राजाको हुन् ओडा अंशु वर्मा। नेपालको इतिहासमा आदर्श शासकको रूपमा चिनिने राजाको हुन् ओडा अंशु वर्मा। महासामन्त ओडा कलहाभिमानी ओडा पशुपति प्रधान गृह ओडा पदवी धारण गर्ने राजाको हुन् ओडा अंशु वर्मा। पशुपतिलाई ओडा राज्य मान्यता दिने ओडा लिच्छवी राजाको हुन् अंशु वर्मा। अंशु वर्माको शासनकाललाई लिच्छवी ओडा कालले के भनिन्थ्यो ओडा स्वर्णिक ओडा भनिन्थ्यो। लिच्छवी कालमा ओडा बाजा बजाउने गोष्ठी वा ओडा गुटी रहेको कुरा केमा उल्लेख गरिएको छ। विक्रम सम्वत 621 को लेलेको अंशु वर्माको शिलालेखमा लिच्छवी कालीनमा ओडा प्रचलित ओडा पञ्चवाली प्रथाको ओडा सुरुवात ओडा गर्ने राजाको हुन् अंशु वर्मा। अंशु वर्माले बनाएको बिहारलाई के भनिन्छ राजबिहार। अंशु वर्माले निर्माण गरेको शास्त्रलाई के भनिन्छ ओडा ध्वनि शास्त्र भनिन्छ। गोष्ठी प्रथालाई सरकारी स्तरबाट ओडा प्रोत्साहन दिने ओडा लिच्छवीकालीन राजाको हुन् ओडा अंशु वर्मा। अंशु वर्माले कुन धर्म मान्ने गर्थे ओडा हिन्दू र ओडा बौद्ध। बल्बुमा मानव बस्ती बसाउने ओडा राजाको हुन् ओडा अंशु वर्मा। ओडा बौद्धिस्तको अवतार मानिने ओडा लिच्छवी राजा ओडाको हुन् अंशु वर्मा। प्रजा हित ओडा समान्दर ओडा तथा कत मे ओडा प्रजा सुखी ना भपते जस्ता विशेषताहरू ठकुरी वंशका कसले शब्द विद्या जसलाई व्याकरण पनि एउटा तयार गरेका बुझिन्छ ओडा अंशु वर्मा। अंशु वर्माको शासनकालमा तिब्बतका शासकको थिए ओडा सुङचुङ ओडा गुम्पो अंशु वर्माको बहिनीको ज्वाइँ। अंशु वर्माको बहिनी ओडा भोग देवीको विवाह भारतका कोसँग भएको थियो सुरे ओडा सुरसेन। अंशु वर्माले चलाएको मुद्दामा के को ओडा चित्र अंकित थियो भने चाहिँ ओडा कामधेनु ओडा गाई। नेपालमा अंशु वर्माको शासनकालमा भारतमा कसको शासन थियो भने हर्षवर्धन अंशु वर्माको छोरी ज्वाइँ। ओडा अंशु वर्माको छोरी ओडा को थिइन् भने भिरकुटी ओडा चिजु। अंशु वर्माको छोरी ओडा भिरकुटीको विवाह ओडा कोसँग भएको थियो जुन चाहिँ सङचुङ ओडा गोम्पो। हरितारा भन्नाले कसलाई चिनिन्छ भिरकुटीलाई चिनिन्छ। भिरकुटीले एउटा तिब्बत जाँदा आफूसँग लगेको बौद्ध भिक्षुको नाम के थियो भने चाहिँ एउटा सिल ओडा मन्जु। भिरकुटीको बाल्यकालको नाम के थियो ओडा खुकुनी। भिरकुटीको तिब्बती नाम के हो टिचुङ। हरितारा कसको उपनाम हो ओडा भिरकुटी। और अंशु वर्माको शासनकालमा नेपाल भ्रमण गर्ने प्रसिद्ध चिनिया यात्रीको हुन् ओडा हयनसाङ। गुप्त सम्वत चलाउने राजाको हुन् अंशु वर्मा। नेपालको ओडा प्रतापी र ओडा आदर्श शासन गर्ने राजाको हुन् अंशु वर्मा। उदयदेवले नेपालमा कहिलेदेखि कहिलेसम्म शासन गरेका थिए विक्रम सम्वत 678 देखि 681 सम्म। अंशु वर्मा पछि राज गद्दीमा आसीन हुने राजाको हुन् ओडा उदयदेव। तिब्बतमा शरण लिन जाने लिच्छवी राजाको हुन् ओडा भन्छ उदयदेव। प्रसिद्ध भद्रा दिवास भवन निर्माण गर्ने लिच्छवी राजाको हुन् नरेन्द्रदेव। रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने राजा नरेन्द्रदेव। नरेन्द्रदेवले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरेका थिए विक्रम सम्वत 702 देखि 736 सम्म। झ्यालमा बुट्टा राख्ने चलन कसले चलाएका थिए नरेन्द्रदेवले। सिंहशासन शब्द कसको पालादेखि चल्तीमा आएको थियो नरेन्द्रदेवको पालामा। लिच्छवीकालीन र आकाशपूर्ण चन्द्र भनी कसलाई चिनिन्छ नरेन्द्रदेव। पर्णपुराण नामक एउटा मुद्दा चल्तीमा ल्याउने राजाको हुन् नरेन्द्रदेव। एक पुराणमा कति पुराण हुन्छ भने 16 पुराण। तिब्बती राजाको एउटा सहायता लिएर आफ्नो बुबाको पालामा गुमेको राज्य सत्ता पुनः प्राप्त गर्ने लिच्छवी राजाको हुन् एउटा चाहिँ नरेन्द्रदेव। आफ्नो राज्य गुमेपछि नरेन्द्रदेव भागेर शरण लिन कहाँ पुगेका थिए तिब्बत। नेपालमा गुप्तहरूलाई चाहिँ सदाका लागि कसले हटाएका थिए नरेन्द्रदेवले। नरेन्द्रदेवको एउटा आभूषणको बारेमा कुन शास्त्रमा वर्णन गरिएको छ ताङबृतान। राजा नरेन्द्रले नेपालमा कति वर्ष शासन चलाएका थिए ओडा 64 वर्ष विक्रम सम्वत 702 विक्रम सम्वत ओडा 736 सम्म। नरेन्द्रदेवको आसनमा सिंह रहेकोले उनकै समयदेखि लोकप्रिय हुँदै आएको शब्द के हो सिंहशासन। कसको पालादेखि नेपालमा दौत्य शासन व्यवस्थापन ओडा भएको थियो अन्त्य भएको थियो जसलाई नरेन्द्रदेव भन्छ। आफ्नो आसनमा
सर्वप्रथम सिंहको आकृति अङ्कित गर्ने राजा कुन नरेन्द्रदेव। महाधिराज एउटा परम भट्टरको पदवी धारणा गर्ने राजा कुन नरेन्द्रदेव। भोटो जात्राको चलन चलाउने राजा कुन एउटा भने चाहिँ नरेन्द्रदेव। नेपालमा कसको मृत्यु पश्चात दव्य शासकको उदय भएको थियो? जयदेव द्वितीयको कविता कहाँ अंकित छ? पशुपति शिलालेखमा। जयदेव एउटा कविराजको अतिरिक्त कुन उपनामले एउटा विविध एउटा थियो? एउटा पर चक्रकाम, अर्काको देश एउटा जित्ने अभिलाष। जयदेव द्वितीय इस एउटा 713 देखि 723 हुनुका अतिरिक्त मुलुक विस्तार गर्ने महात्माकांक्षी समेत भएकोले लिच्छवी शासकहरूमा उनको क्रियाकलाप पनि उल्लेखनीय रहेको थियो। कवि कीर्तिपुरको बाघ भैरवको मन्दिर कुन राजाको पालामा निर्माण भएको थियो? एउटा शिवदेव द्वितीयको पालामा। गौसीको मुद्दा प्रचलनमा ल्याउने राजा को हुन्? एउटा शिवदेव द्वितीय। कीर्तिपुरको स्थापना कसले गरेका हुन्? शिवदेव द्वितीयले। शिवदेव द्वितीयले प्रचलनमा ल्याएको सुनौलो मुद्दा के एउटा भनिन्छ? सिवाङ एउटा ललितपुरमा मानव बस्ती बसाउने राजा कुन? एउटा बरदेव। रातो मच्छिन्द्रनाथको भोटे जात्रा एउटा हेर्ने पहिलो एउटा लिच्छवी राजा कुन? एउटा बरदेव। बरदेवलाई अरू कुन नामले समय चिनिन्छ? बरदेव, विजयदेव, एउटा अरिमुटी। गुडकामले एउटा काठमाडौँ उपत्यकामा कहिले शासन गरेका थिए? विक्रम सम्वत 1241 देखि एउटा 18 वर्ष। कान्तिपुरमा मानव बस्ती बसाउने राजा कुन? एउटा गुडकामदेव भन्छ। गुडकामदेवले एउटा स्थापना गरेको मूर्तिको नाम के हो? एउटा उमाङ देव भन्छ। गुडकाम देवलाई कुन नामले समेत चिनिन्छ? लिच्छवी एउटा कामदेव हुन्छ। शाक्य वंशले कन्याकुमारी बनाई पूजा गर्ने चलाउने राजा कुन? एउटा गुडकामदेव भन्छ। पदचयु भन्छ। पदचयु गरिएको कुमारी नाम के हो? एउटा सजनी सावत भन्छ। आधुनिक काठमाडौँको निर्माता भनी कसलाई चिनिन्छ? एउटा गुडकामदेवलाई। कान्तिपुर सहरको स्थापना गर्ने गुडकामदेवले कति खर्च गरेका थिए? एउटा 1 लाख रुपैयाँ। त्यसै क्रममा गुडकामदेवले कान्तिपुर सहर निर्माण गर्दा कति घरको निर्माण गरेका थिए? 18,000 घरहरू चाहिँ के गरेको थिए? गुडकाम देवले जुन घर निर्माण गरेका थिए। इन्द्र जात्रा, लाखे जात्रा, कृष्ण जात्रा, हिले जात्रा, भिङ्गेरी जात्राको चलन चलाउने राजा कुन भने चाहिँ गुडकाम देव भनिन्छ। गुडकाङ नामक मुद्दा कसले प्रचलनमा ल्याएका हुन्? गुडकाम देवले। सर्वप्रथम कसले इन्द्र जात्रा निकालेका थिए? गुडकामदेवले। टुडी खेलको भद्रकालीन मन्दिरको स्थापना कसले गरेका थिए? गुडकामदेवले। पशुपति मन्दिर परिसरमा रहेको ईशाने स्वर मन्दिरमा तामाको छानो सम तथा सुन्दरा कसले बनाएका थिए? गुडकामदेवले। स्वयम्भूको ज्योतिलाई छोपी सो माथि चैत्यको निर्माण गर्ने राजा कुन? प्रचण्डदेव। पशुपतिनाथ मन्दिर स्थापना गर्ने राजा कुन? भने प्रचण्डदेव। शान्तिश्रीका नामले चिनिने राजा कुन? प्रचण्डदेव। राजा प्रचण्डदेवको वास्तविक नाम के थियो? शान्तिश्री। राजा प्रचण्डदेवको बुबाको नाम के थियो? शक्तिदेव। प्रसिद्ध कलाकार अरनीको जन्म कहिले भएको थियो? विक्रम सम्वत 1300। अरनीको जन्म कहाँ भएको थियो? पाल्पा। अरनीको कसको पालामा तिब्बत गएका थिए? जय भीमदेवको पालामा। 80 जना कलाकारहरूको नेतृत्व गर्दै कलाकार अरनीको कहिले तिब्बत गएका थिए? विक्रम सम्वत 1317। अरनीको चीन गएका बेला त्यसका शासक को थिए? कुप्लाखा। अरनीकोले प्रयोगमा ल्याएको प्यागोडा शैलीलाई के भनिन्छ? पाइतास्ते। अरनीकोलाई चीनमा कुन उपाधि प्राप्त गरेको थियो? जुन क्वान लियु नाइफ नासुतु। अरनीको वास्तविक नाम के थियो? बलबाबु। विख्यात नेपाली कालीगढ अरनीको नेपाली पत्नीको नाम के थियो? भन्छ जयलक्ष्मी। नेपालका लियोनार्थे दा भिन्जी भनेर कसलाई चिनिन्छ? अरनीको कलाकार अरनीको बुबाको नाम के थियो? बलदेव थियो। लिच्छवी कालमा
त्रिकर वडा भन्नाले केलाई एउटा बुझाउँछ भाग भोग र कर। लिच्छवी कालमा व्यापारिक नेतालाई के भनिन्थ्यो एउटा सार्थवाह। एउटा लिच्छवी कालमा पशुमा लगाइने करलाई के भनिन्थ्यो एउटा भोग कर। लिच्छवी कालमा कृषिमा लगाइने करलाई के भनिन्थ्यो भाग कर। लिच्छवी कालमा राजदरबार सम्बन्धी एउटा चाहिँ विषय हेर्ने व्यक्तिलाई के भनिन्थ्यो महाप्रतिहार। लिच्छवी कालमा प्रधान एउटा सेनापतिलाई के भनिन्थ्यो महाबलम्ब। लिच्छवी कालमा कतिवटा अधिकरण वडा चाहिँ व्यवस्था गरिएको थियो 4वटा भन्छ कुथेर मालचोक लिगवाल र सुल्ली वडा चाहिँ सोल। लिच्छवी कालमा राजस्व सङ्कलन जग्गा खरिद बिक्री तथा भूमि सम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो कुथेर अधिकरण वडा भन्छ। लिच्छवी कालमा विवाह वडा पारपुचेक तथा सम्पत्तिको वडा कार्यको व्यवस्था गर्ने निकायलाई के भनिन्थ्यो मालचोक अधिकरण भन्छ। लिच्छवी कालमा कुलो तथा वडा खानेपानी सम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई एउटा के भनिन्थ्यो लिङ्गबल। लिच्छवी कालमा वडा पराधी सम्बन्धी मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो जसलाई सुल्ली वा चाहिँ 16वटा भनिन्छ। ठकुरी वंशका प्रथम राजा कुन भास्करदेव। लिच्छवी कालमा तामा उद्योग वडा सञ्चालन गरिएको ठाउँलाई के भनिन्थ्यो ताम्राकुटशाला भनिन्थ्यो। लिच्छवी कालमा समयमा वडा पञ्चप्रात अन्तर्गत कस्ता अपराधी वडा पर्थे चोरी हत्या प्रपस्ती हरण राजद्रोह र ती अपराध सघाउने। र लिच्छवी कालमा तेलमा लगाउने करलाई एउटा के भनिन्थ्यो तेल कर। एउटा लिच्छवी कालमा एउटा शिक्षाको माध्यम भाषा के थियो एउटा संस्कृत र नेपाली। लिच्छवी कालमा एउटा केन्द्रमा बस्ने जनतालाई के भनिन्थ्यो पौर। लिच्छवी कालमा प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो एउटा जानपद। लिच्छवी कालमा एउटा सिँचाइ गर्ने एउटा चाहिँ कुलोलाई के भनिन्थ्यो तिलमक। लिच्छवी एउटा कालमा एउटा साधारण एउटा व्यक्तिलाई के भनिन्थ्यो बणिक। एउटा नेपाल सम्बत कसले एउटा पालादेखि एउटा प्रचलनमा आएको रागदेवको पालामा। लिच्छवी कालमा एउटा लिच्छवी कालमा पसलमा लगाइने करलाई एउटा के भनिन्थ्यो अपकरण। लिच्छवी कालमा मनोरञ्जकमा लगाइने एउटा करलाई के भनिन्थ्यो मल्लयुद्ध र एउटा भन्छ है एउटा गयुद्ध कर। कर्षपण एउटा पशुपति आदि लिच्छवी कालमा प्रयोगमा ल्याइएको के हुन् मुद्दा भनिन्छ। लिच्छवी कालमा एउटा व्यापारिक एउटा केन्द्रलाई के भनिन्थ्यो दर्ग। लिच्छवी कालमा एउटा पदाधिकार एउटा भन्नाले के बुझाउँछ कार्यलाई एउटा प्रमुख। लिच्छवी कालमा एउटा जिल्ला स्तरीय प्रशासनीय इकाइलाई के भनिन्थ्यो विषय। लिच्छवी कालमा शिक्षा सम्बन्धी कार्य गर्ने एउटा विषयलाई के भनिन्थ्यो आकर। धर्मदेवको पालामा दैत्य शासन चलाउने को हुन् धर्मदेव र एउटा जिष्णुदेव। लिच्छवी कालमा न्यायिक एउटा दृष्टिकोणले एउटा कुन अधिकरण एउटा प्रसिद्ध थियो एउटा सुल्ली अधिकरण। लिच्छवी कालमा एउटा पञ्चखत भन्नाले के एउटा बुझाउँछ चोरी जारी हत्या राजद्रोही र फौजदारी एउटा प्रकृति ठुलो एउटा अपराध एउटा भन्छ है। लिच्छवी कालका करहरू तेलमा लाग्ने करलाई के भन्छ एउटा तेल एउटा लाग्ने कर भनिन्छ। एउटा सिङ्कर भनेको काठ दाउरोमा लाग्ने करलाई चाहिँ एउटा सिङ्कर एउटा भन्छ। मल्लकर एउटा भनेको भैँसीमा लाग्ने एउटा करलाई चाहिँ एउटा मल्लकर भनिन्छ। गोयुद्ध र एउटा मल्लयुद्ध कर भनेको जुन चाहिँ मनोरञ्जनमा लाग्ने करलाई भन्छ। भागकर भनेको कृषिमा लाग्ने करलाई चाहिँ एउटा भागकर भनिन्छ। जसलाई कर एउटा भनेको जुन चाहिँ वाणिज्यमा लाग्ने जुन चाहिँ बैङ्कहरूमा लाग्ने करलाई एउटा चाहिँ कर एउटा भनिन्छ। एउटा चलिकर एउटा चोकपरा भनेको कपडामा लाग्ने करलाई चाहिँ एउटा चोखपरा पनि भनिन्छ एउटा चलिकर पनि भनिन्छ। सुक्कर एउटा कर भनेको सुँगुरमा लाग्ने करलाई चाहिँ एउटा सुक्कर भनिन्छ। अपरकण एउटा भनेको पसलमा लाग्ने करलाई चाहिँ एउटा अपरकण भनिन्छ। एउटा भोक्कर एउटा भनेको पशुपालनमा लाग्ने करलाई चाहिँ भोक्कर एउटा भनिन्छ। लसुन एउटा प्याजमा लाग्ने करलाई चाहिँ एउटा प्लान्डु एउटा कर भनिन्छ। जसलाई कृषि पशुपालन र वाणिज्यमा लाग्ने एउटा करलाई चाहिँ एउटा त्रिकर एउटा भनिन्छ। त्रिकर एउटा भन्नाले केमा लाग्ने करलाई एउटा बुझाउँछ भने कृषि पशुपालन वाणिज्य एउटा राजस्व एउटा प्रमुख एउटा स्रोतहरूमा एउटा भनिन्छ है। लिच्छवी कालमा ललितपुरलाई एउटा के भनिन्थ्यो भने एउटा युप एउटा ग्राम एउटा भनिन्छ। नेपाल उपत्यकामा आउने प्रथम एउटा बुद्ध को थियो भने चाहिँ एउटा विश्वबी एउटा युद्ध बुद्ध है। नुवाकोटको ठकुरी वंशी राजा शङ्करदेव एउटा कोटबाट एउटा पद एउटा चुयुत भएका थिए वामदेव एउटा भन्छ। लिच्छवी एउटा कालमा शुद्ध जातिलाई के भनिन्थ्यो भने एउटा चण्डाल एउटा भनिन्थ्यो है। जुन चाहिँ लिच्छवी एउटा
कालका कार्यालयहरू वडा भन्छ है। कुथी र अतिक्रमण भनेको जुन चाहिँ राजस्व सङ्कलन गर्ने मालपोतको कुरा आउँछ है। वडा कुथ उठाउनेहरू भूमि वडा सम्बन्धी वडा मुद्दाहरू नै आउँछ। वडा सुल्ली वडा सोल अधिकरण भनेको पञ्चापराध वडा चोरी हत्या परिस्थितिकरण राजद्रोह यसमा वडा सघाउनेको छानबिन वडा गरी दण्ड गर्ने फौजदारी अभियोग वडा सम्बन्धी वडा न्यायिक निकायको कामहरू आउँछ। वडा लिङ्गल वडा भनेको बौद्ध जुन चाहिँ बाँधको कुरा आउँछ। कुलो वडा पैनी वडा बाटोघाटो आउँछ। यातायात वडा पुल खानेपानी आदि वडा विकास सम्बन्धी गर्ने कार्य आउँछ है। अर्को भनेको वडा जुन चाहिँ मालचोक वडा अधिकरण भनेको विवाह सम्बन्धी वडा पार पुचेकोहरू सम्बन्धी। अर्को पुनः वडा विवाह वडा भन्छ पुनः विवाह वडा जस्ता कार्य गर्ने भन्छ है। जुन चाहिँ वडा बजार अड्डा भनेको जुन चाहिँ भन्सार सम्बन्धी कार्य गर्ने निकाय भन्छ है। वडा बजार अड्डा भनिन्छ। वडा बहुबुङ वडा भनेको जग्गा जमिनको अभिलेख राख्ने निकाय भन्छ। वडा झाललुन्ड वडा भनेको विशिष्ट भनेको झरा वडा झारा वडा खेताला सम्बन्धी वडा कार्य गर्ने वडा श्रमको बन्दोबस्त गर्ने निकाय भन्छ। लिङ्गल वडा चाहिँ अधिकरण भनेको देवानी वडा किसिमको वडा सार्वजनिक वडा मुद्दा गर्ने निकाय भन्छ। वडा अन्तरासन भनेको न्यायिक वडा निर्णय गर्ने एउटा दिनका लागि राजाको वडा अध्यक्षता बस्ने सभा वडा भन्छ है। इजालाम वडा भनिन्छ। पर वडा मासन भनेको पञ्चबखतको वडा मुद्दाहरू नै अधिकार वडा भएको अड्डा राजा बाहेक वडा भन्छ है। अध्यक्षमा वडा बस्ने भन्छ। त्यसै क्रममा वडा भन्छ है लिच्छवीकालीन वडा समाज कतिवटा वर्ण वडा जातको व्यवस्था आधारित थियो भने वडा 4 वर्ण 18 जात। लिच्छवीकालमा वडा न्याय वडा सम्पादन के को आधारमा वडा गरिन्थ्यो भने धर्मशास्त्र भन्छ नीतिशास्त्र भन्छ र वडा भन्छ मनु स्मृति भन्छ। शक वडा सम्बन्ध कति वर्ष वडा जोड्दा विक्रम सम्बन्ध हुन्छ भने 135 वडा वर्ष। अर्को अतिक्रमण वडा भनेको कर वडा प्रशासन सम्बन्ध भन्छ। वडा पञ्चावली वडा भनेको गाउँ वडा मुद्दा मामिला हेर्ने वडा सानातिना वडा विकास वडा निर्माणका कार्य गर्ने वडा यसमा जेठा बुढा आधारित वडा व्यक्ति वडा सदस्य रहन्थे। वडा पूर्वाधिकार वडा भनेको राजदरबारको वडा पूर्वी भागको वडा शासन हेर्ने अड्डा। वडा पश्चिम वडा महारीड भनेको राजदरबारको पश्चिम वडा भागको वडा प्रशासन हेर्ने अड्डा। वडा भट्टाधिकार वडा भनेको जात धर्मको सुरक्षा गर्ने बौद्धिक वडा नीतिरो अड्डा। लिच्छवी वडा कालमा कर वडा असुली गर्ने व्यक्तिलाई के भनिन्थ्यो चारभाटा भनिन्थ्यो। वडा चारभाटा भनिन्थ्यो। लिच्छवी वडा कालमा कुन वडा लिपिको प्रयोग हुन्थ्यो भने वडा ब्राह्मी वडा भन्छ। लिच्छवी कालमा जिल्ला प्रमुखलाई के भनिन्थ्यो विषयपति भनिन्थ्यो। लिच्छवी कालमा वडा नेपालमा कति जिल्लाहरू रहेका थिए भने 11 जिल्ला भन्छ। लिच्छवी कालमा कसलाई के भनिन्थ्यो त्यसरी त्यो आफै हेर्ने। भिरकुटीले एउटा आफू तिब्बती वडा भन्छ है। भिरकुटीले आफू वडा तिब्बती जाँदा आफूसँगै लगेको बौद्ध भिक्षु वडा के थियो सिल वडा मन्जु वडा भन्छ। नेपालमा वडा सामाजिक वडा परिवर्तन तथा सुधारको दृष्टिले स्वर्ण वडा काल वडा भन्नलाई कुन वडा काललाई चिनिन्छ वडा लिच्छवी वडा भन्छ। पशुपतिनाथ वडा मन्दिरभित्र रहेको वर्तमान मूर्ति वडा कसले स्थापना गरेका थिए वडा जय वडा सिंहदेवले। लिच्छवी कालमा वडा बाँझो जग्गा र वडा प्रति जग्गालाई खेतीपातीको निमित्त प्रयोग वडा गरौँलाई एउटा के भनिन्थ्यो वडा भूमि वडा दियानास वडा भन्छ। लिच्छवी वडा भन्छ। लिच्छवी वडा जुन चाहिँ शासनकालमा शासन वडा व्यवस्था सञ्चालन गर्ने वडा देशलाई कति प्रशासनिक इकाइमा वडा विभाजन गरिएको थियो वडा 4 ग्राम 4मा वडा भन्छ जुन चाहिँ ग्राम वडा तल वडा दङ वडा विषयमा। हिमवर्ण वडा महावीर र वडा नील वडा बिहारको निर्माण वडा कसले गरेका थिए वडा भास्करदेवले। नेपालको इतिहासमा वडा लिच्छवी काललाई कुन वडा काल वडा पनि भनिन्छ वडा अभिलेख वडा कृति भन्छ है शासनकाल भन्छ। वडा शङ्कर राजचार्यले नेपालमा आगमन कुन वडा कालमा भएको थियो भने चाहिँ लिच्छवी वडा भन्छ है। वडा भोटका राजा वडा शङ्करचङ वडा गम्पोले वडा भिरकुटीलाई वडा विवाह गरेको 2 वडा वर्ष अर्को विवाह गरेको चिनिया राजकुमारी कुन वडा भन्छ बेइजिङ वडा भन्छ है। स्वतन्त्रता नेपालमा सर्वप्रथम वडा पञ्चायत वडा पद्धतिद्वारा शासन चलाउने वंश कुन थिए लिच्छवी। लिच्छवी कालमा पञ्चखत वडा अन्तर्गत गर्ने सजाय वडा के हुन् प्रमाण अनुसार वडा प्राण दण्ड टुप्पी समेत वडा मुडेर राज्य वा जिल्लाबाट निकाला गर्ने। गालामा वडा डामी जन्मकैद वडा जात वडा पतित गर्ने तल्लो जात वडा झार्ने। लिच्छवी राजा आन्दोलनमा कुन वडा ठाउँलाई राजधानी वडा बनाएको थियो वडा भातगाउँ। लिच्छवी वडा कालमा जागिर तथा तलबी दिने सरकारी अड्डालाई के भनिन्थ्यो वडा वृद्धि अधिकरण। लिच्छवी कालमा विदेशमा व्यापार गर्ने एउटा व्यापारी सङ्गठन नाइकेलाई के भनिन्थ्यो वडा सार्थवाह। कैलाशकूट वडा भवन कति तले वडा छ जुन चाहिँ 7 तले रहेको छ है। लिच्छवी कालमा क्षत्रिय शासन चलाउने 3 राजाहरूको कुन वडा भन्छ वडा भोजदेव वडा रुद्रदेव वडा लक्ष्मी कामदेव।
नेपालको सूर्यवंशीको शासनकाललाई एउटा के भनिन्थ्यो ओधारो युग भनिन्छ। लिच्छवी राजा एउटा विजय कामदेवको पालामा कसले राज्य गरेका थिए नुवाकोटे ठकुरी राजा एउटा भास्करदेवले। चाङ्गो नारायणको मन्दिर अगाडिको एउटा अभिलेख एउटा भन्छ स्तर एउटा कहिले अड्डा गरिएको थियो विक्रम सम्वत 521 भन्छ। एउटा विक्रमको 9औं शताब्दीको प्रारम्भ कसले नेपालमा आक्रमण गरेका थिए जसलाई कश्मीरका राजा जयपोड भन्छ है। नेपालबाट भोटको बाटो गरी चीन पुग्ने सबैभन्दा पहिलो नेपाली भिक्षु को थिए एउटा बुद्ध भद्र भन्छ। निरुहुत राज्यको स्थापना कसले गरेका थिए एउटा कटरा वंशी एउटा न्यायदेवबाट भन्छ। कर्णाली प्रदेशका खसहरूले सर्वप्रथम आफ्नो राजधानी कहाँ बनाएका थिए एउटा ताक्लाकोटमा। कुन जातिले ज्योतिलिङ्ग भेटाएर बागमतीको किनारमा त्यसको पूजा गर्ने थाले एउटा द्रविड एउटा जातिले। इतिहास अनुसार मच्छिन्द्र नाथलाई कहाँबाट ल्याएको एउटा कामरूप एउटा कमाचु। डोये राज्यको संस्थापक को हुन् नायदेवबाट भन्छ। चावेलको पुरानो नाम के थियो चरुमती बिहार भन्छ। रातो एउटा मच्छिन्द्रनाथको लाई के भनिन्छ एउटा आर्य बल्ब। लिच्छवी कालमा सर्वदण्डलाई एउटा के एउटा बुझाउँछ न्यायाधीश एउटा भन्छ। पश्चिम खस राज्यको राजधानी कहाँ थियो जुम्लाको सिजा एउटा भन्छ। डोयो राज्यको स्थापना कहिले भएको थियो विक्रम सम्वत 1154। लिच्छवी कालमा युवराजलाई के को रूपमा लिन्थ्यो एउटा दूतक। खस राज्यको स्थापना कसले गरेका हुन् एउटा नागराज एउटा भन्छ। लिच्छवी कालमा विषयपति भन्नाले के बुझिन्थ्यो एउटा जिल्ला प्रमुखलाई भन्छ। लिच्छवी कालमा युद्ध विजय भई वा अन्य एउटा कारणले प्राप्त हुन एउटा आएको सम्पत्तिको लेखा राख्नेलाई के भनिन्थ्यो भने युद्ध पुरुष।